Nature is like our mother, which is one of the essential gifted by God. आजको ब्लग स्टार्ट गऱ्यौँ हामी बिहान 7 बजे नरेफाटबाट। त्यसपछि हामी लाग्यौँ अङ्कललाई रिसिभ गर्न लोकन्थली। अङ्कललाई रिसिभ गरेपछि हामी लाग्यौँ हाम्रो गन्तव्यतिर। So finally guys, म चाहिँ अब चाबेल आइपुगेँ। बाटो खाली छ यस्तो, अनि त्यही भएर हाम्रो ट्राफिक सरहरूले पुरै लेन मिलाउँदै हुनुहुन्छ हैन। त्यही भएर अब यहाँ चाबेलबाट ठ्याक्कै राइट लाग्यो भने गङ्गालाल महाराजगञ्जमा साथीहरू चाहिँ गुडिराख्नु भएको छ। एउटा ग्रुप लिएर आइसक्यो, अर्को ग्रुप अब बाँकी छ 2-3 जना। अनि त्यही भएर चाबेलबाट हामी राइट लियौँ अनि त्यसपछि हामी गन्तव्यतिर लागिरहेको थियौँ। हामी महाराजगञ्ज आइपुग्यो। त्यसपछि हामी अर्को राइट लियौँ अनि हामी लाग्यौँ बुद्ध लिलीगञ्जतिर। हामी बुद्ध लिलीगञ्ज जाँदाखेरि हामी बिच बाटोमा एउटा छोटो ब्रेक लियौँ। काममा निस्क्यो गर्ने हो छोरो भ्लग गर्न नलायो भनेर हो कि के हो? दर्शन अङ्कल दर्शन। गुड मर्निङ अङ्कल। गुड मर्निङ अङ्कल। यार 5:30 बजे यार फोन गरेर यार मान्छे 6 बजे इरिटेट हामीलाई यार। 2 बजे सुतेको है। हामी खाजा खाएर लाग्यौँ हामी गन्तव्यतिर। त्यसपछि बाटोमा हामी देख्यौँ एउटा र्याली निस्किँदैछ। त्यसपछि हामी आइपुग्यौँ बुद्ध लिलीगञ्ज गेट अनि गेटबाट हामी माथितिर उकालो लाग्यौँ। बुद्ध लिलीगञ्ज मन्दिरबाट हामी 5 मिनटको राइडले फाइनल्ली आइपुग्यो शिवपुरी नेसनल पार्कको गेट। त्यसपछि अङ्कल जानुभयो टिकट काट्न अनि हामी यता ब्याग चेक गराउँदै थियो। ब्याग चेक गराएर हामी लाग्यौँ हामी गन्तव्यतिर विष्णुद्वार। अब फाइनल्ली म चाहिँ अब हिँडिसकेको छु तल चेक गराएर। अनि अब उहाँ अङ्कलहरू हिँडेर सुरु भइसक्यो। त्यही भएर हामी आर्मी एरियामा छौँ, नो फोटो लेखेको छ त्यहाँ चाहिँ। अनि त्यही भएर शान्त छ भने पहिला त यस्तो ठुलो ठुलो ढुङ्गाहरू हुन्थ्यो के, त्यही भएर अहिले फुटाएको हो। आज मलाई अलिक राम्रो देखाएन नि अस्तिको भन्दा। घाममा ल्याएर होला हो अङ्कल लाग्नुपर्छ म राम्रो। यहाँ त त्यही भएर म त लगाइदिन्छु। आजको ब्लगमा अङ्कल पनि हेल्प गर्न आउनुभयो। भर्खर सुरु भयो। अब हामी ठ्याक्कै काँडे यहाँबाट 2 घन्टा चाहिँ हामी
के गुम्बा छ अरे के गुम्बा छ अरे अब अहिले यहाँबाट हामी 6 किलोमिटर माथि बागद्वार के अरे बागद्वार के अरे बागद्वार जाँदैछौँ होइन। अब आज चाहिँ भ्लगको जिम्मा आई थिङ्क मैले लिनुपर्ने जस्तो लाग्यो किनकि लास्ट भ्लगमा हाम्रो भतिजले त्यही भएर भनेको चाहिँ 1000 चोटि भयो होइन। म आज त्यही भएर चाहिँ अलिक कमै भन्छु भनेर लिएको हो। यो भ्लगको आज बागद्वार होइन यो सबै के द्वार रे अङ्कल सबभन्दा अहिले फरेनर अङ्कल है इज अल द वे फ्रम सङ्गमचोक हेटौँडा त्यही भएर होइन राख्नु न यस्तो होइन। ठिक छ आज मैले भ्लगको जिम्मेवारी मैले अब रमाइलो चाहिँ रमाइलो हुन्छ। अब यो कसरी देखाउने यस्तो रे होइन। यो बाटो यस्तो छ सबैजनाको यहाँ ग्याङ चाहिँ ग्याङ यहाँ छन् होइन। 4 दिन होला कम्तीमा 4 दिन जान 4 दिन आउनु होइन 4 दिन आर्य धामी तिमीसँग गफर जाउँ न ल। तिम्रो भर्खर एससी दिएको होइन यो फर्स्ट आएको तिम्रो कस्तो भइरहेको छ एक्सपिरियन्स? तिमी अझै बढ्ने हो कि यतिमै त्योभन्दा अझै हाइट बढ्छ? बढ्यो भने त मैले यसो हेर्नु पर्छ रमाइलो लगाइरह हिँड्नु सक्छ तिमी पहिला हिँडेको छ फिजिकल्ली सही होला। ओके यहाँ कहाँ आइपुग्यौँ हामी? हामी यता 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 हो यता हो गाडीमा 3 घण्टा हो म्यान हिँडेरै छ त पैदलै हो नि 3 घण्टा। हामी यतापट्टि विष्णुद्वार जाने हो बागद्वार जाने होइन के बागद्वार पुग्न 1 घण्टा 1.5 घण्टाको बाटो मात्र थियो। बागद्वार ठिक हुन्छ के बागद्वार जाऊँ बागद्वार हो क्या जान त म पनि गइसकेँ जान त म पनि गइसकेको छु। के कन्फ्युज भयो? बागद्वार छ के यता 5 घण्टा अरे नाकी गुम्बा जम्मा 30 मिनटको हाइक छ नि हो भने चुचुमै उतो नजाने त्यो चुचुरो त यताबाट छ त 30 घण्टा 3 घण्टा जाम्लो त ल। अनि बाटोमा बागद्वार पारिहाल्छ बागद्वार हुँदै चुचुमा पुगौँला 3 घण्टा 30 मिनटको राइड वकमा त्यही भएर गएर शिवपुरी 15 मिनटको वाकलाई हामी डेस्टिनेसन फाइनल गर्न गाह्रो भयो अनि त्यसपछि हामी लाग्यौँ विष्णुद्वारतिर। एबिसी जाऊ म पनि जान्छु ल म पनि ओके अङ्कल कति दिनको ट्रेक हुन्छ एबिसी? 4 दिन होला कम्तीमा 4 दिन जान 4 दिन आउनु होइन 4 दिन चाल्ने जाउँ 5 दिनमा हो त काठमाडौँ आइपुग्यो अरे 5 दिनमा काठमाडौँ जाम हाम्रो जुन बाटो गएको त्यही बाटो फर्क्यो बाटोमा हराएर मर आनन्द होइन बाटोमा हराएर ल अब त कुन चाहिँ बाघ उताबाट अलि राम्रो छ नि त यताबाट खालि यसरी हिँड्ने हो कि
त्यही भएर नानीहरूले त्यहाँ खास यतापट्टि के छ गइसक्यो भेर ऊ गइसकेर त्यही भएर उकालो त उकालो छ हाइकिङ भने त्यही हुन्छ अनि हाइकिङमा ओह्रालो झर्दा छोडी जान्छ त्यही भएर आँखालाई खतरा छ त उता झर्नेर फोटोमा पर्दै गङ्गालाई मन पर्दैन अहिलेको मेरो खतरा तर त्यस्तो हो तिमी आँखा झुक्क लाउँछौ कहिले कति यसो गरेर त बनाउँदै गर्नु त हजुर त्यो बनाउँदै गर्नु त ए त्यो भयो ल मेरो सामान बनाउँदै गर ल ल ल ओके म बनाउँदै गर्छु कि म ब्लग भ्यू पोइन्ट चाहिँ कस्तो बबाल छ कि आमामामा हट त्यो बाटो आएर पनि खाँदै गयो त्यो राम्रो झर्ना छ त्यही भएर कस्तो मजा आयो कि तर चाहिँ जुत्ता भिजिन्छ है अङ्कल ओ भाइ चिप्रो वाइल्ड छ भने आमामा साथीहरूको भुइँचो लागेको छ आउनु दाइ आउनु हेरेर आज अलि एडभेन्चर भयो है त दाइलो पुरै फोटो खिचिराख्नु भएको छ भिडियो बनाउँदैछु त त्यहाँबाट खतरा आउँछ फोटो त हेलो फाइनल्ली गाइज हामी चाहिँ अब 1 घन्टा हिँडेको ठ्याक्कै भइसक्यो अनि कहाँ आइपुग्यो थाहा छैन किनकि ठाउँहरूको नामहरू लेख्न हुँदैन रहेछ तर अहिले हामी खास ठाउँ पनि चाहिँदैन किनकि त हामी त एक्सप्लोर गर्नलाई होइन नेचरको इन्जोय गर्नलाई शरीरलाई एकदम हल्का फिल गराउनलाई हिँड्यो हो नि त होइन सो त्यही भएर डेस्टिनेसन सेट गरेर हिँड्नुहुन्न क्या यस्तो बेला भने हिँडिरहेको यो इन्जोय गर्ने आँखाले यो चाहिँ आई थेरापी पनि हुन्छ क्या अब हुन त मैले भनेको कतिको सही हुन्छ थाहा छैन होइन आई थेरापी भनेको चाहिँ आँखाले राम्रो चिज टक्क धेरै हुन्छ नि धेरै कलर्सहरू पनि हेर्न पाओस् एक्सप्लोर गर्न पाओस् तारा चुरुङ्गीको साउन्ड सुन्न पाओस् त्यसले फेरि कान थेरापी हुन्छ इयर थेरापी अनि भ्लग गरेर अनि फेरि भोइस थेरापी हुन्छ तर आजको खास साँच्ची निको भन्दाखेरि होइन हुन त धेरै खतरा म भ्लगिङ गर्न आउने मान्छे त होइन होइन तर आज हामीले सबै कुराको एक्सपिरियन्स गऱ्यौँ क्या कस्तो हो भने अब अहिले घाम पनि लागिरहेछ होइन घाम पनि एक्सपिरियन्स मजाले गरिरहेको छु क्लियर स्काई छ होइन क्लियर ब्लु स्काई सरी यार यो चाहिँ क्लियर ब्लु स्काई होइन अनि अब यहाँ शीतलको पनि अनुभव गरिरहेछौँ हामीले होइन सो लगभग हामीले सबै कुराको एक्सपिरियन्स गरिरहेछौँ अब यहाँ फेरि कन्फ्युजन भयो लोकेसन लिएर यहाँ ग्रुपमा फेरि यहाँबाट कन्फ्युजन सुरु हुन्छ हाम्रो
फेरि माथि जाने हो कि के नि ए म त जहाँ गएन छु म अब यो बाटो गयो भने माथि 4 घन्टा 4 घन्टा 4 घन्टा लाग्छ होला यार के अनि 4 घन्टा हिँड्ने हो त नि तिम्रो पेट लाग्यो त मेरो त पेट छैन 4 घन्टा लाग्छ हो टाढो बाटो हो तर भतिजको ब्लगमा आज छ म कमेन्ट्री हो हैन त भतिज हजुर साइक्लिङ गर्नु छ भने चाहिँ हैन साइक्लिङ गर्नु चाहिँ मैले 1 लाख रुपैयाँ कमाउँछु महिनाको हैन महिनाको 1 लाख होइन प्रतिको सबसे साइकल किन्नुको लागि 2टा स्टुडेन्ट पठाइदियो भने नि दामी खाले साइकल आउँछ स्टुडेन्ट होइन म त स्टुडेन्टबाट पैसा लिँदैन है हामीले साँच्चै बाइ द वे होइन अहिले यो स्टुडेन्टको कुरा आइराख्दाखेरि चाहिँ हामी खास यो फ्युचर ड्रिम ग्रुप अफ स्टडिजको हाम्रो टोली हो होइन आज खास हाइकिङ गइरहेको हो होइन सबै फ्युचर ड्रिम ग्रुप अफ स्टडिजको टोली हो व्यापार होइन हामीले सोसल सर्भिस पनि गर्दैनौँ तर स्टुडेन्टसँग बढी पैसा लिँदैन यो पनि हामी कट गर्छौँ हाल्दैनौँ युट्युबमा मजाक गरे है यो हाल्यो भने चाहिँ यस्तो ब्रान्डिङ हुन्छ सो फाइनली गाइज म चाहिँ हल्का राम्रो भ्यू देखिसकेको थिएँ अनि त्यही भएर चाहिँ अब चाहिँ भिडियो बनाउन सुरु भयो तर चाहिँ पुरै एमाजोन स्टाइलको जङ्गल रहेछ कि यहाँ चाहिँ अनि त्यही भएर अब लगाइ चाहिँ एकचोटि म सिनेमेटिक हजुरहरूलाई म देखाइदिन्छु है फर्स्ट टाइम यस्तो देख्यो भने पुरै सर्पै जस्तो के अङ्कल 2 घन्टाको वाकलाई हाम्रो सिधा बाटो सक्यो अनि त्यसपछि हामी लाग्यौँ उकालोतिर विश्वन्दर 30 मिनट्स जाने खाना खाएर फर्किने बिस्तारै नागुम्बा मिठो पाउँछ त्यहाँ मिठो त खाँदैन हैन खाना चाहिँ लास्टै पाउँछ अति बवाल कहाँ हामी आएर जाने फर्केर उतै जानुपर्छ हामी चाहिँ अब 2 घन्टा हिँडेर यहाँ आइपुगे अब विश्वन्दर अलमोस्ट अब 30 मिनट्स जति छ त्यही भएर नागुम्बा नागी गुम्बा 1 hour 30 minutes त्यही भएर हामी चाहिँ अब माथि जान आँटे अब चाहिँ हिँड्न आँटिसक्यो उकालो चढ्न सुरु भयो यसरी हिँड्यो भने चाहिँ अन्त खुट्टा बलियो भने यो हिँड्यो भने चाहिँ खुट्टा बलियो हुन्छ पुरै थाहै जामाचोको हाइट त पुरै जस्तो भए पनि बवाल भएको थियो
पुरै अप्पर मुस्ताङ जस्तो ट्रेल ओ भाइ हेर्नु न गाइस यहाँ घना जङ्गल हेर्नु आम्मामामा यस्तो बवाल भने उतै तल रहेछ बिसुनबार तल चाहिँ उतै रहेछ अनि बवाल चिप्लो छ बाटो त आमामामा ओ साढे 2 घन्टाको हामी फाइनल्ली आइपुग्यो हाम्रो फाइनल डेस्टिनेसन विष्णुद्वार ओ भाइ कस्तो पुरै 100 प्लेस जस्तै छ बाटो ए ठाउँ पनि पुरै 100 प्लेस जस्तो छ ठाउँ चाहिँ तर चाहिँ नेचरले भरिपूर्ण छ यहाँ चाहिँ अनि अङ्कलहरू कहाँ गइराख्नु भएको छ एकचोटि फोटो सुट गरौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ अगाडि बढौँला अङ्कल के भन्न चाहनुहुन्छ ब्लगमा म केही भन्दिनँ यस्तो ठाउँमा आउनु होला सबैजना हो भाइ अङ्कल उहाँ एक्लै बसिराख्नु भएको छ जुम गरेर त्यो देखाइदिइरहेको छु अङ्कललाई के भयो भने आज केही बोलेकै छैन भने आज त अङ्कल अस्तिको भ्लगमा चाहिँ यस्तो बवाल बोलेको थियो नि अनि त्यही भएर चाहिँ अङ्कल केही बोल्नु भएको छैन आज चाहिँ छ भने अङ्कल है बवाल चाहिँ छ भने औ भाइ पुरै आइसै छ एकछिन 2 मिनट हाल्यो भने त बब्बाल हुन्छ भने ओ भाइ साहब फर्केर हामी चाहिँ अब यो बाटो आइपुग्यो अब यहीँ तल छ मिलिट्रीको त्यो लगभगै छोटो थियो आजको हाइक चाहिँ ल गाइज आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु अनि त्यही भएर हजुरहरूलाई के राम्रो लाग्यो नराम्रो लाग्यो कमेन्टमा कमेन्ट गरिदिनु होला अनि त्यही भएर किनकि अहिले चाहिँ म अब खाना खाँदैछु खाना खान यही रेस्टुरेन्टमा आएको छु यहाँबाट भित्र छ अङ्कलहरू भित्र हुनुहुन्छ अनि त्यही भएर ल गाइज है एकचोटि सिनेमेटिक हेरौँ अनि त्यसपछि भ्लग हिँड्ने हुन्छ है